Yo guys, namaste and welcome back. यो सर्टकट इङ्ग्लिसको बारेमा हामीले थुप्रै चर्चा परिचर्चा गरिसकेका छौँ। जबसम्म यसको बारेमा ज्ञान हुँदैन रियल इङ्ग्लिस बोल्न र बुझ्न सम्भव नै छैन। सर्टकट इङ्ग्लिस जसलाई हामीले क्याजुअल इङ्ग्लिस भन्छौँ, जसलाई रियल इङ्ग्लिस पनि भन्छौँ, जुन इङ्ग्लिस कोहीहरू मात्रै बोल्ने गर्छन्। एकपटक ध्यान दिएर विचार गरौँ त, मनन गरौँ त यो एउटा तथ्य, एउटा सिद्धान्तलाई कि हामी प्राचीन समयदेखि अशुद्ध नेपाली बोल्छौँ नि है। तर कति प्यारो छ हाम्रो नेपाली भाषा, अनि लोकप्रिय छ, अनि कति महत्त्वपूर्ण छ। यो भाषा बोल्नको लागि हामीले कहिले पनि नेपाली व्याकरण, नेपाली ग्रामर पढ्दैनौँ। सानो बालकहरू, बुढापाकाहरू जो कहिले पनि स्कुल गएनन् तर अशुद्ध भए पनि कति मिठो बोल्छन्, हामी सबैले बुझ्छौँ। अनि हामी निकै पढेका शिक्षित व्यक्तिहरू पनि सामान्य कुराकानीमा त्यही अशुद्ध नेपाली बोल्छौँ, अनि कति आनन्द आउँछ। हो ठ्याक्कै इङ्ग्लिसमा पनि त्यस्तै हुन्छ र संसारको सबै भाषामा यही सिस्टम हुन्छ है। अङ्ग्रेजहरूले अशुद्ध इङ्ग्लिस बोले पनि हामीले चाहिँ वाउ क्या राम्रो क्या दामी भन्ने, तर हामी नेपालीले रङ इङ्ग्लिस बोल्दाखेरि चाहिँ मजाक उडाउँछौँ कि हामीले प्रगति गर्न नसक्नुको कारण सायद यही होला। सोचाइ नै गलत छ हाम्रो। कोरियाहरूले अशुद्ध इङ्ग्लिस बोल्छन् त, त्यसैले त्यो खालको रियल इङ्ग्लिसको बारेमा अध्ययन गर्न जरुरी छ। सर्टकट इङ्ग्लिसलाई यसरी बुझौँ, सामान्य कुराकानी गर्दा साथीभाइ र परिवारमा इज्जत सम्मान गरेर बोल्नु पर्दैन, आफ्नै तरिकाले बोल्न पाइन्छ। कुराकानीको विषय प्रसङ्ग थाहा भइसकेको अवस्थामा उक्त कुरा अथवा त्यो वर्डलाई बारम्बार दोहोऱ्याउनु राम्रो हुँदैन, जरुरी छैन। छिट्टो मिठो रमाइलो कुराकानीको लागि थुप्रै वर्ड्सहरूलाई मिसिङ गर्छौँ र सूचना दिनुपर्ने मुख्य वर्ड मात्रै स्पिकिङ गर्छौँ के। यसरी सर्टकट इङ्ग्लिसको निर्माण हुन्छ, तथापि ग्रामरको सेन्स वा मिनिङ यथावत नै रहन्छ। त्यसलाई बुझ्छौँ हामीले। सर्टकट इङ्ग्लिसको बारेमा इन्टरनेटमा थुप्रै जानकारीहरू भेटिन्छन्, तर यसलाई एकजना व्याकरण शास्त्री आइजयकरणले आफ्नो पुस्तक मास्टर योर इङ्ग्लिस ग्रामरमा भन्नुभएको छ, कुराकानीको लागि सर्टकट इङ्ग्लिस अर्थात् सर्टकट सेन्टेन्सेसहरू निकै उत्कृष्ट हुन्छन्। यो कुनै ग्रामर मिस्टेक होइन। त्यसैले पनि सर्टकट इङ्ग्लिसको बारेमा अध्ययन गर्न जरुरी छ, जसले इङ्ग्लिस बोल्न नसक्नेलाई मुख खोलिदिने काम गर्छ भने बोल्न सक्नेलाई धारा प्रवाह फ्लुएन्सी फर्र बोल्नको लागि मद्दत गर्दछ। धन्यवाद।